ल टिभीएसको चाहिँ एन्ट्रोक स्कुटरले उकालो नतान्ने समस्या र तेल बढी खायो भनेर चाहिँ उहाँ दाजु निकै नै टाढाबाट हाम्रो टिकटक भिडियो हेरेर चाहिँ हामी कहाँ बनाउन आएको थियो र हामीले बनाइसकेपछिको चाहिँ उहाँसँगको रिभ्यू लिएको छौँ। तपाईँहरू भिडियो अन्तसम्म हेर्नुहोस् है त। निकै नै टाढादेखि चाहिँ उहाँ चाहिँ हामीलाई विश्वास गरेर अनलाइन हेरेर पिकअप बनाउन आउनु भएको थियो। सिन्धुपाल्चोकदेखि आउनु भएको थियो होइन। एन्ट्रोक स्कुटर चाहिँ एकदमै उकालो नतान्ने भएर चाहिँ उहाँ एकदमै चिन्तित भएर होइन धेरै ठाउँमा बनाउनु भयो र समस्याकै समाधान नभएर जस अफिस उहाँको काम गर्ने ठाउँ माथि डाँडामा थियो र स्कुटर चाहिँ तलै छोडेर जानुपर्ने अवस्थामा थियो। कस्तो लाग्यो दाइ हाम्रोमा चाहिँ सर्भिस गरेर? अहिले तान्ने भएको छ नि होइन? बनाएर मैले पुरै अहिले टेस्ट गरिसकेँ। टेस्ट गर्दाखेरि ठिक छ, पिकअप चाहिँ राम्रो आएको छ नि होइन? तपाईँले जो सोचेको जस्तो भएको छ नि होइन? अहिलेसम्म ठिक छ। अब हेरौँ पछि के हुन्छ। एकदम सोचेको भन्दा राम्रो पिकअप चाहिँ एकदम सोचेको भन्दा राम्रो छ होइन। र हाम्रो ग्राहकहरूलाई चाहिँ हाम्रो भ्युवर जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले? उहाँहरूले लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, आउनुहोस्, भिजिट गर्नुहोस्। यहाँ बिग्रेको भत्किएको छ भने लिएर आउनुहोस्। यहाँ उहाँले एकदम मजबुत तरिकाले बनाइदिनुहुन्छ। आउनुहोस्, हजुर यहाँ बनाएर जानुहोस्। जस तपाईँले जे सोचेर आउनु भएको थियो त्यो ठ्याक्कै भयो नि होइन? एकदमै खुसी हुनुहुन्छ नि होइन? ल धन्यवाद। र यसै गरी तपाईँको पनि स्कुटरले चाहिँ एकदमै बढी चाहिँ दुःख दिइरहेछ होइन। तेल बढी खाइरहेछ, स्कुटरले राम्रोसँग तानिरहेको छैन, उकालो राम्रोसँग चढिरहेको छैन दुईजना जाँदाखेरि होइन। त्यस्तो समस्या छ भने चाहिँ हाम्रो दिप्सा मोटरसाइकल वर्कसप टोखा काठमाडौँमा रहेको छ। तपाईँहरू एकचोटि अवश्य भिजिट गर्नुहोस्। तपाईँहरूको समस्या 100% समाधान गरेर हामी तपाईँहरूलाई चाहिँ जिम्मा लाउनेछौँ। हस् त, धन्यवाद।